यसपालिको सुरक्षा व्यवस्था एकदमै कडा रहेको छ। पहिला यो टिनाको वाल चाहिँ लगाएको थिएन र बाहिरबाट पनि हेर्न मिल्थ्यो, तर यसपालि चाहिँ यो वाल मात्रै नभएर यो तारहरू पनि राखिएको छ र नजिक पनि कसैले पनि जान दिँदैन। यहाँ सुरक्षाकर्मीहरू तैनात रहेको छ। तपाईँ प्रत्यक्ष हेर्दै हुनुहुन्छ। यहाँ अघिल्लो वर्ष रुखमा बसेर पनि हेर्न मिल्थ्यो र कतिपय साथीहरू रुखमा बसेर पनि हेरिरहेका थिए, तर यसपालि चाहिँ त्यस्तो छैन। त्यस्तो रुखमा बस्न पनि दिँदैन, चढ्न पनि दिँदैन। सुरक्षाकर्मीहरू एकदमै तैनात गरिएको छ ठाउँ ठाउँमा। अघिल्लो वर्ष ग्राउन्डसम्म जान मिल्थ्यो भने यसपालि चाहिँ ठुलो यो टिनाको वाल चाहिँ लगाएको छ। तपाईँ हेर्दै हुनुहुन्छ। यहाँ ठुलो पुरै बाउन्ड्री मात्रै होइन कि यो बाउन्ड्रीभन्दा धेरै ठुलो वाल लगाएको छ यहाँ र सुरक्षा व्यवस्था यति धेरै चुस्त दुरुस्त रहेको छ भने यहाँ तपाईँ हेर्दै हुनुहुन्छ। ल यसपालि एनपिएल रात्रिकालीन एनपिएल फ्लड लाइटमा खेलाडीहरू खेल्दैछन् र दर्शकहरू पनि एकदमै उत्साहित भएर एनपिएलको पहिलो दिन जनकपुर बुल्स भर्सेस काठमाडौँ गोर्खाजको प्रतिस्पर्धा भइरहेको छ र हामी यहाँ गेट बाहिर दर्शकहरूको भिड अझै पनि कम भएको छैन र